kms.gov.np यसबाट लगइन गरेपछि दर्ता चलानी बटनमा क्लिक गर्ने र चलानी नयाँ पत्र तयार पार्नको लागि चलानी नयाँ पत्र तयारीमा क्लिक गर्ने। अब यहाँ दुई किसिमबाट गर्न सकिन्छ। एउटा सोझै नयाँ पत्र सिर्जना गर्ने वा आएको पत्रको जवाफको रूपमा अर्को पत्र तयार पार्ने। अब नयाँ पत्र बनाउनुहोस् भनेर यहाँ क्लिक गरेपछि यो दाहिनेतिरको निलो बटनमा यो चाहिँ सोझै नयाँ पत्र बनाउनको लागि त्यो क्लिक गर्ने। त्यसपछि यस्तो स्क्रिन आउँछ। त्यस्तै अहिले भइराखेको पत्रका आधारमा जवाफी पत्र सिर्जना गर्ने हो भने दर्तामा प्राप्त पत्रहरूमा क्लिक गरेपछि आएका पत्र हुन्छन् र त्यसमा यो इन्भेलपमा प्लस चिन्ह लागेको यहाँ हेर्नुहोस् त दाहिनेतिर यहाँ क्लिक गरेपछि त्यहाँ माथि चलानी भन्ने छ। त्यो चलानीमा क्लिक गरेपछि छनौट गर्नुको पत्रबाट नयाँ चलानी पत्र बनाउन सकिन्छ। यहाँ तल क्लिक गरेर हरियो बटनमा दुई किसिमले पत्र बनाइयो र पत्र बनाउने ढाँचा यहाँ आयो। यहाँ पहिला गोपनीयता छान्नु पर्यो, सामान्य, गोप्य, अति गोप्य, प्राथमिकता छान्ने, त्यसपछि जरुरीको कुरा र यो चिठी चाहिँ छुट्टा छुट्टै बनाउने हो कि होइन भन्ने यहाँ हेर्नु पर्यो। भनेको यहाँ 3 जना रेसिपिएन्ट छ भने फरक फरक हो भने हो भन्नु पर्यो, होइन भने होइन। त्यसपछि ढाँचा, मिति, लेटरहरुमा शाखाको नाम राख्ने हो कि होइन भन्ने, लेटरको टाउकोमा आफ्नो शाखाको नाम र पत्रमा शाखाको नाम राख्ने हो कि होइन भनेर यहाँ छनौट गर्ने। त्यो भनेको चाहिँ तल पदमा उपसचिव, शाखा अधिकृत भनेर लेख्ने हो कि होइन भन्ने। त्यसपछि यहाँ पठाउने कार्यालयहरू सूची छान्ने, कार्यालयभित्रको कुरा हो यो। त्यस्तै माथि छ जिआइओएमएस सक्रिय कार्यालय, छनौट गरेर अरू कार्यालयहरू र अरू अन्य सरकारी कार्यालयहरू नै यहाँ यसरी एक एक गरी पत्र पठाउने व्यक्ति वा संस्थाको नाम छनौट गर्न सकिन्छ। यहाँ संस्था भए पनि व्यक्तिकै नाम छनौट गरिन्छ, तर त्यहाँ चाहिँ शाखाको नाम राख्ने हो कि होइन भन्ने महत्त्वपूर्ण छ। व्यक्तिको नाम नराखेर शाखाको नाम राख्ने कुरा त्यहाँ हुन्छ। त पत्रको नमुना हेर्दाखेरि अब थाहा पाउन सकिन्छ के हुन्छ भन्ने कुरा। र यता चाहिँ पीडीएफ फाइल केही राख्ने हो भने त्यो पनि एट्याच गर्न सकिन्छ। अब विषय लेखौँ। विषय यहाँ लेखियो र त्यसपछि यसको कन्टेन्ट उपयुक्त सम्बन्धमा भनेर हामी लेख्ने चलन छ, त्यो राख्छौँ र त्यहाँबाट यो पठाउने व्यक्तिका नामहरू यहाँ छन्, अगाडि पछाडि गर्न सकिन्छ। र त्यसलाई सेभ गरेपछि अब हेर्नुहोस् त यहाँ पत्र प्रिभ्यू गर्यो नि, यहाँ पठाउने पत्रको विवरण यहाँ आयो। अब यहाँ हेर्नुहोस्, शाखाको नाम राख्ने हो भन्यो भने त्यो व्यक्तिको नाम छोडेर शाखाको नाम राखिन्छ। प्रिभ्यू गरेर हेरौँ त पत्रको नमुना हेर्नुहोस्बाट ल हेर्नुहोस् हो, महाशाखाको नाम मात्रै आयो, व्यक्तिको नाम हट्यो। त्यस्तै यहाँ तर व्यक्तिको नाम छ तल्लोमा, हामीले त्यो छनौट नगरेको हुनाले। अब त्यहाँ हेरौँ फेरि थप्नुहोस्मा गएर त्यो हेर्नुहोस् त शिवराम पोखरेलको तलपट्टि शाखाको नाम राख्ने हो मा चेक गरिदिएपछि नमुना हेरौँ। त्यहाँ पनि अब यहाँ पनि महाशाखाको नाम, यहाँ पनि महाशाखाको नाम। त्यसरी व्यक्तिको नाम राख्ने वा नराख्ने भन्ने कुरा यसरी छनौट गरेर मिलाउने। यस्तै छुट्टा छुट्टी चिठी बनाउने हो कि होइन भन्ने कुरामा पनि अहिले हामी छुट्टा छुट्टै चिठी देख्यौँ। होइन भन्यो भने चाहिँ एउटैमा दुईटा नाम हो, दुईटा महाशाखा सँगै आयो नि त। यसरी हामीले मिलाउनु पर्दछ। कस्तो चिठी आफूलाई चाहिएको त्यही अनुसार सेटिङ मिलाउने। त्यस्तै बोधार्थ राख्नुपर्ने छ भने पनि बोधार्थ राख्ने, भित्रको बाहिरको अन्य अरू कार्यालयहरूको व्यक्तिको जसको पनि छनौट गर्न सकिन्छ। यो शाखाको नाम राख्ने हो होइन भन्ने कुरा पनि यसरी आयो। र कागजात कुनै अपलोड गर्नुपर्ने छ भने बाहिरको कागजात छ भने कागजातमा र प्रणालीभित्रको छ भने प्रणालीको कागजातमा क्लिक गरेर छनौट गर्न सकिन्छ। र अहिले चाहिँ ड्राफ्टको रूपमा यो चिठीलाई सेभ गर्ने र पत्रको रूपमा नमुना राख्ने भन्ने कुरा त्यहाँ देखियो। पहिला नमुना हेऱ्यो, अहिले फाइनल गर्ने हो भने अहिले नै फाइनल गर्यो, होइन भने ड्राफ्टको रूपमा सेभ गरेर पछि काम गर्न पनि सकिन्छ। छुट्टा छुट्टै चिठी बनाउने हो वा होइनको यहाँ हेर्नुहोस् त। हो भन्यो भने एक एक गरी फरक फरक चिठी बन्यो र अघि होइन भन्दाखेरि दुईवटा
नाम एकै ठाउँमा। अब स्वीकृत गर्ने हो भने यहाँ क्लिक गरेर त्यो पत्र आफैले स्वीकृत गर्ने, माथि पठाउनु पर्ने हो भने स्वीकृतिको लागि पठाउनुहोस् भनेर महाशाखा छानेर व्यक्ति छानेर, व्यक्ति किन छान्नुपर्छ भने कहीँ न कहीँ त जानु पऱ्यो नि स्वीकृतिको लागि, त्यही भएर पाउने व्यक्तिको नाम पनि त्यहाँबाट छानेर विवरण चाहिँ यसै बमोजिम पत्र पठाउन पेश गरेको छु भनेर लेख्ने गरिन्छ नि हामीले फिजिकल्ली, ठ्याक त्यही लेख्ने कुरा नै यो विवरणमा राखिएको हो। र यो विवरण लेखेर पठाउनुहोस्मा क्लिक गर्नुपर्छ। अब स्वीकृतिको लागि पठाउनुहोस् वा स्वीकृत गर्नुहोस् अथवा ड्राफ्टको रूपमा सेभ गर्नुहोस्। अहिले ड्राफ्ट सेभ गरेर हेरौँ, त्यहाँ सेभ भयो ड्राफ्ट, ल्याउनुहोस् र त्यसलाई सेयर गर्न पनि सकिन्छ। अब स्वीकृतिको लागि प्राप्त भयो नि अघि, अब ड्राफ्ट गरेर कसैले स्वीकृतिको लागि पठायो भनेदेखि अब त्यसलाई कसरी स्वीकृत गर्ने पत्रलाई, चलानीमा जाउँ अनि चलानीको लागि प्राप्त पत्र भन्ने छ, त्यहाँ आयो मलाई यो प्राप्त भएको पत्र र यहाँ भ्यू बटनमा क्लिक गरेँ र त्यो गरिसकेपछि आएको चिठी यहाँ देखिन्छ र त्यो चिठी चाहिँ निर्णय सिधै हुन्छ भन्न पनि सक्यो त्यही पठाउनलाई, केही सत्याउने पठाउनको लागि यो कुराहरू मिलाएर पठाउनुहोस् भनेर यसरी यहाँ विवरण लेखेर अपडेट गर्नुहोस् भन्न सकिन्छ। यो गरेर पठाउने हो, यो सच्याउनु पठाउनुहोस् भन्ने बटनको काम यो हो। भने स्वीकृतिको लागि पठाउनुहोस् भन्यो भने आफूले त्यो चिठी स्वीकृत गर्ने होइन भने अरू कहाँ पठाउनको लागि पनि सकिन्छ। श्रीमान यसै बमोजिम अथवा पेश भए बमोजिम स्वीकृतिको लागि पत्र पठाउनु उपयुक्त देख्दछु भनेर अनि पठाउनुहोस्मा क्लिक गर्ने। त्यो कुरा भयो। यसरी यो 3 किसिमको कुरा भए। निर्णय गर्ने कुरा त्यहाँबाट हुने आइसकेपछि अनि निर्णय गर्ने क्रममा चाहिँ लेटर हेडमा शाखाको नाम फेर्नु पर्यो भने पनि आफूले फेरिदिन सकिन्छ। त्यो किन फेरेको भनेर पनि त्यहाँ लेखिदिनु पर्यो विवरण, पछि त्यहाँ गतिविधि लगमा देखिन्छ र त्यो के लेखेर स्वीकृत गर्न सकिन्छ। पत्रमा भएको दस्तखत गर्ने सही हटाएर अर्कै गर्न पनि सकिन्छ। माथि त्यो बटनमा क्लिक गरेर पत्र नपठाउने हो भने अस्वीकार गर्नुहोस् भन्न पनि सकिन्छ, त्यसलाई क्यान्सल गरिदिनको लागि। अहिले यहाँ नाम फेरि स्वीकृत गरिएको भनेर अनि स्वीकृत गरौँ। यसरी स्वीकृत गर्ने तरिका हुन्छ। र यो डिजिटल सिग्नेचर अब माग्छ र त्यहाँ आएको स्क्रिनमा डिजिटल सिग्नेचर क्लिक गरेर आफ्नो पासवर्ड राखेर अनि त्यो पत्र स्वीकृत गर्नुपर्दछ। यसरी आयो, चलानी सेट हुन्छ। अब त्यसपछि मात्रै स्वीकृत भएपछि चलानी सेट भयो र त्यो चलानी स्वीकृत भइसक्यो। अब त्यहाँ रहेन त्यो सूचीबाट, त्यो अटो चलानीका लागि पत्रहरूबाट। अब स्वीकृत भएका पत्रमा गएर त्यो बस्यो र त्यहाँ हेर्नु स्वीकृत भनेर हरियो बटनले देखियो। हेर्न पनि सकिन्छ स्वीकृत भएको पत्र, त्यहाँ क्लिक गरेर हेर्ने र त्यसलाई अब प्रिन्ट गर्ने लगायतका कामहरू पनि गर्न सकिन्छ। र यो गतिविधि लगमा कहाँबाट कता गयो, कसरी चिठी कहाँबाट स्वीकृत भयो, केही चेन्ज गरेको भए के भयो भने यहाँ देखिन सकिन्छ। पत्र स्वीकृत भएपछि चाहिँ कार्यालयभित्रै भए सम्बन्धित कर्मचारीकोमा गइहाल्यो। जिआइएमएस चलाउने अन्य कार्यालय भए पनि त्यो पत्र त्यहाँ पुगिसक्यो, जिआइएमएसबाट पठाइएको छ भनेर फोनबाट जानकारी दिए पनि भयो, तत्काल चाहिने हो भने। तर जिआइएमएस नचलाउने कार्यालय हो अथवा बाह्य अरू कार्यालय हो, अरू व्यक्ति हो भने चाहिँ त्यो पत्र के गर्नु पर्यो त प्रिन्ट गर्नु पर्यो र छाप लगाएर पठाउने प्रबन्ध गर्नु पर्यो। र बुझाएको भरपाई चाहिने हो भने त्यो भरपाई बनाएर ल्याएर कार्यालय सहयोगी मार्फत अथवा अरू मार्फत ल्याएर त्यसलाई फाइलिङ गर्नु पर्यो शाखामा। र स्वीकृत भएका पत्रमा हेरेर हेरौँ अब। र त्यो चिठी मानौँ प्रिन्ट गर्ने हो भने कसरी प्रिन्ट गर्ने हेरौँ त। माथि प्रिन्ट बटन हुन्छ, यसमा यो चिठी त्यही हो,
र त्यसको प्रिन्ट बटनमा क्लिक गर्ने, त्यहाँ प्रिन्ट गर्नुहोस् र अफिस कपी प्रिन्ट भन्ने दुईटा छ। के हो यो म देखाउँछु। यहाँ प्रिन्ट गर्नुहोस्मा क्लिक गरेर हेरौँ, त्यो चिठी जस्ताको तस्तै देखिन्छ। प्रिन्ट गर्नुहोस् क्लिक गर्दा, र यसलाई प्रिन्ट गरेपछि यो पठाउनको लागि त्यहाँ सही गरेर पठाउनको लागि रेडी हुन्छ। त्यो चिठी प्रिन्ट गरेर सही गरेर पठाउने त्यसलाई। र त्यस्तै अफिस कपी प्रिन्ट गर्नुहोस् भन्यो भने तलपट्टि फलानु ठाउँमा इमेलका लागि चिठी गर्न पठाइएको भन्ने पनि गर्ने ठाउँ त्यहाँ राखिदिन्छ र सही गरेर त्यहाँ राख्न पाइयो आफ्नो फाइलमा। यसरी प्रिन्ट गर्न सकिन्छ।